श्रुति र सिर्जना जङ्गलमा गएर अहिले ती जङ्गली भन्ने कमला र मुनालाई हमला गरेर तिनीहरूको मुखबाट सबै सत्यता उकाल्नु छ भनेर अहिले जङ्गल गएका थिए। कमला र मुना भने दाउरा सिन्की भाँचिरहेको अवस्थामा देखेका थिए उनीहरूले र कमला र मुनालाई च्याप्पा समातेर उनीहरूले अब तिमीहरू मेरो हातबाट बाँधिनु हो, तिमीहरूलाई हामीले चिनिसकेका छौँ पनि भनेर भनेका थिए। श्रुतिले भने तिनीहरू दुईजनालाई लखार्दै गर्ने क्रममा भने पछाडिबाट तीरले हमला गर्ने चाहिँ को मान्छे होला नि त। साथीहरू योभन्दा अघिल्लो पालामा पनि रूपा आएर कमलालाई बचाएको थिए। साथीहरू मलाई नि फेरि लाग्छ कि रूपा आएर नि कमलालाई र मुनालाई बचाएको हो। तपाईँहरूलाई के लाग्छ कमेन्ट गरेर बताउनु भने नबिर्सनुहोला। रामको योजना बी त छँदै थियो, अब फेरि योजना सी के रहेछ त। शक्तिको गुन्डाहरू जति बेला पनि यहाँ आइपुग्न सक्छ, त्यही भएर योजना बीले मात्र काम गर्दैन, योजना सी पनि प्रयोग गर्नुहोस् भनेर भनेका छन्। अन्ततः योजना सीले पनि प्रयोग नगर्यो भने शक्तिले भिडाएर पठाएको त्यो बन्दुक प्रयोग गर्नुपर्छ भनेर ती जङ्गली बासीहरूलाई भनेका छन्, गाउँलेहरूलाई भनेका छन्। श्रुति र सिर्जनाले भने कालेश्वर बाबाकोमा गएर यो जिउँदैछ कि मरेछ भनेर जोखाना हेर्नु लाउँदाखेरि यो मान्छे जिउँदैछ र हामीबाट उत्तर दिशा या पूर्व दिशा कतातिर छ भनेर भनेका थिए। साथीहरूले त्यतैतिर जाँदाखेरि यो कहानी यतातिर मोडिएको छ। आजको भिडियो यही थियो। तपाईँहरूलाई कस्तो लाग्यो? भिडियो राम्रो लागेमा भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गर्नु भने नबिर्सनुहोला।